हेलो एभ्रिवान, आज चाहिँ हामी यता ओहरी गइन आएको छौँ होइन। अनि किन आएको भने एक्चुअली मेरो क्लासमा एकजना साथी छ, ऊ चाहिँ लास्टै ट्यालेन्टेड मान्छे हो। अनि त्यसपछि उसले चाहिँ अब यहाँ फुको काम भइरहेको म्याराथनमा पार्टिसिपेट हुनु लागेको छ। अनि हामीले चाहिँ एउटा भिडियो गर्नुपर्छ भनेर प्लान गरेको थियौँ। अनि अहिले स्कुलहरू पनि बिदा छ, अनि आज अस्ति गर्ने प्लान त तर अलिक त्यस्तै भएर अनि आज टाइम मिलिरहेछ। अनि साथी चाहिँ अब आउनु लागेको छ, हल्का टाइम छ आउनुलाई चाहिँ। ऊ आउँछ अनि त्यहाँदेखि हाम्रो सुट स्टार्ट हुन्छ। हाम्रो साथी चाहिँ आयो होइन, ऊ नै हो, उसको नाम अविनाश हो। धेरै दिनपछि मौका पाए साथी है। अब नाच्नु यास्मिन पनि चलिरहेछ। जस्ट यो हाम्रो ओरी कोइन हो। यहाँ जस्ट रनिङ र साइक्लिङको लागि हो प्र्याक्टिस बनाएको क्या पुरै। ए हजुर, पुरै सर्कल भनेको एकचोटि कम्प्लिट गऱ्यो भने 2000 मिटर भनेको 2 किलोमिटर हो क्या। त्यही म्याराथनलाई समथिङ साइक्लिङको लागि गर्दा कति बुढोहरूले पनि उपर गानबाते गरिरहेछ। अन्त लास्टै गरिरहेछ, लास्टै गानबाते गरिरहेछ। हिजोको गानबाते हेरेर त मेरो गानबाते केही छैन, तर पनि गएको यताउति भएर खिचै भएर तर पनि अलिअलि प्र्याक्टिस गरिरहेको छु जति सकिरहेको छु होइन। अब जम्माथि जम्मै सुट हान्नुपर्छ। अनि साथी कसरी अनि प्लान गऱ्यो त अब यसपालि म्याराथनमा लिनुपर्छ भाग भनेर? प्लान साथी हेर, सुरुमा फर्स्ट टाइम त म गएकोबाट भोलिन्टियरमा गएको थिएँ। यस, त त्यसमा चाहिँ अब म्याराथनमा लगभग धेरै मान्छेहरू कुदिरहेको हुन्छन् होइन, रनिङ गरेको। कम्तीमा बुढाहरूलाई पनि देखाएको थियो रनिङ गरेको। जो बुढाहरूले गर्न सक्छ भने हामी यार यत्रो होइन, एक्ज्याक्टली जवानहरू केटा यार हामी हेरेर मतलब मलाई भित्रबाट यस्तो भयो कि हामीले पनि गर्नुपर्ने हुन्छ यार। बुढाले यस्तो कुदिरहेछ भने हामीले चाहिँ ट्राई गर्नुपर्छ। त्यहीँदेखि मेरो फिलिङ आयो क्या, मतलब कि म्याराथनहरूमा यस्तोहरूमा केही न केहीमा भाग लिनुपर्छ भनेर। अनि त्यसपछि अब लाइक अब नेपालीहरूले त खासै त्यस्तोमा पार्टिसिपेट लिन्न नि त। अनि तिमीले चाहिँ लाइक अब कामसाम भयो भने जे भयो नि बिदा गरेर भयो नि गर्छु म ट्रेनिङ गर्छु। म्याराथन भन्ने बित्तिकै गएर त्यही दिन गएर रनिङ हान्ने त होइन नि त। उसको लागि ट्रेनिङ गर्नु पऱ्यो, त्यसको लागि प्र्याक्टिस गर्नुपर्छ, त्यही अनुसारले आफ्नो पेस बनाउनुपर्छ, बडी बनाउनुपर्छ। अनि त्यसको लागि टाइम जान्छ, यहाँ मान्छेहरू सुत्न पायो होइन। अनि त्यस्तो गरिरहेको छ। अनि कसरी त्यस्तो सोच गऱ्यो लाइक च्यालेन्जेस फेस गर्नलाई चाहिँ क्या? भन्नुपर्दा चाहिँ साथी अब जापान आएपछि होइन सबैले अब काम गएको सबै गरि नै हुन्छ रेगुलर कन्टिन्यू होइन। तर त्यो कुरा चाहिँ हेर्दा चाहिँ मलाई जहिले रिग्रेट हुन्थ्यो कि यार सबै गएको काम सबैले गरिरहेको हुन्छ क्या, लाइफमा केही एक्स्ट्रा हुनु पऱ्यो क्या भनेर जहिले मनमा आउँथ्यो कि केही न केही गर्नु पऱ्यो। म्याराथनकै फिल्डमा नभए पनि अरू फिल्डमा हुन्छ कि भनेर। तर मैले यो भलिन्टियरमा गएर यो चान्स पाएँ, हेरेँ होइन यसमा पनि गर्न सकिन्छ भनेर गानबाते गरेँ। सही। अब माथि जम्प प्र्याक्टिस हान्नुपर्छ। माथि उयो छ होइन, के अरे दामी एउटा ग्राउन्ड छ त्यहाँ माथि, त्यहाँ गएर हल्का तिम्रो प्र्याक्टिस हानौँ अनि सर्टहरू हान्नुपर्छ है। यसको पार्क पनि राम्रै छ फेरि होइन। साथीले बडी चाहिँ बनाएको छ तर राम्रो छ त। आमामा यत्तिकै भने त बबाले त खान्छ त, 1-2जनालाई सर्ट हाने त उड्दैन त। अनि के अरे बुटहरू ल्याएछ, सुजहरू? अब ल हान न, लाउ न, सुज पनि हेरिदिउँ साथीको। तर केटोले गर्छ है अझै। रनिङको प्लानिङ बनाइसकेपछि अब फ्युचरमा आजदेखि 4 वर्ष 5 वर्ष चाहिँ केही ठुलै प्रोग्राममा पार्टिसिपेट गरेपछि अनि अब बुट सुट जुत्ता अलिक राम्रै गर्नु साइजहरू। बरु काम चाहिँ साथी मैले घटाइसकेको छु काम। बरु मैले महिनाको छ नि 8 मान 7 मान जति अब फलाम उठाउनु भन्दा राम्रो त कुनै पनि एसए मासले भनेर होइन फुक्रो गऱ्यो सारी मासका भनेर त बरु फलाम उठाउनु भन्दा त्यो गर्नु बेटर हो। 7-8 मान एक्स्ट्रा आउनु हो। एक्ज्याक्टली। तर त्यसलाई म माइनसमा गरेर पनि मतलब हुन्छ नि पागल पनि त्यसमा लागिरहेछु कि। ल सही ल। तर मान्नुपर्छ यार, अघि बिजी सेड्युल भएर नि रनिङ सनिङ गरेर क्याप लगाएपछि कपाल लामो भएर साथी क्या, कपाल लामो भएपछि कपाल पसिनाले भिजेर अगाडि आइरहन्छ कि डिस्टर्ब हुन्छ क्या, त्यही भएर क्याप लाउनु जरुरी हुन्छ। एक्ज्याक्टली। र हेडफोन भनेको फेरि यो हेडफोन भनेको अब जस्तो कि अब रनिङ गर्दै अब मोटिभेट भने कहिले काहीँ गीतहरू राम्रो सुन्छु होइन, अटोमेटिक भित्रैदेखि अब जोस आउँछ क्या। जोस आउँछ। मलाई चाहिँ त्यो कस्तो लाग्छ भने आफूले के काम गरिरहेछ अनि त्यो हेडफोन लगायो भने चाहिँ डिस्ट्र्याक्ट गराउँछ कि जस्तो लाग्छ क्या। जुन जोनमा छ त्यही जोनमा। आम्बो के साथी सुज त अनि के हो? सुज त के गर्नु साथी, अब यही हो। के कुनको? यो नाइकी जुम एक्स अल्फा फ्लाइ 3 हो क्या। अल्फा फ्लाइ 3 कति हानेको? आमामा यस्तो बवाल छ जुत्ता त यार। त्यसकै लागि रनिङकै लागि लिएको एक्चुअली साथी। कति पर्यो साथी अनि?
44,000 थियो प्राइस यान अनि डिस्काउन्ट फर्स्ट टाइम मैले गएको नाइकीमा फर्स्ट टाइम भिजिट गरेको थिएँ अनि फर्स्ट टाइम एप डाउनलोड गरेपछि 10% डिस्काउन्ट हुन्छ 10% डिस्काउन्ट भएर 39,000 समथिङ कतिले आमा सुजको लागि यत्रो हान्दिएको गर्नु पर्यो साथी हैन गर्नुपर्छ सही पानी के लिए कुछ करना पड़ता है सही सक्स पनि त्यही हो क्या बाबाले सक्स त यो त कन्भिनियन्टबाट ल्याए सक्स पनि थियो नाइकीको तर सक्स चाहिँ मलाई खासै सक्स पनि लिएको तर खासै चाहिँ राम्रो लागेन मलाई सक्स चाहिँ फुल यहाँसम्म थियो साथी त्यही भएर अलिक खासै नराम्रो लाग्यो मैले त्यो लाइन यो चाहिँ यो लाको अनि हस् सही हो ऐतिहासिक केटाले म्याराथनमा गर्छ यो पालिले त चान्स हैन लास्टमा पुग्न सकिन्छ साथी लास्टमा त अब जति समय लाग्यो नि समय म्यानेज गर्न सकिँदैन किनभने काम यताउति अब कुरुमाको पनि गएको प्लस एक्जाम गएको हैन गरेर त यो पालि जस्ट एक्सपिरियन्स लिएको मेरो के विक पोइन्टहरु के छ कहाँ छ कस्तो कुन हिसाबले प्र्याक्टिस गरे भने अर्को पालि या पोर या अर्को पालि चाहिँ भिजिट यो गर्न सकिन्छ भनेर जस राम्रो पोजिसनमा आउन सक्छ भनेर तर ओभर काम पाती गर्नु पर्दैन ओभर मेहनत गर्नुपर्छ एक्ज्याक्टली हार्ड वर्क त चाहिन्छ साथी चाहिन्छ जापान आएर काम गरेर गएको जानेलाई मान्छेलाई यहाँ गाह्रो भइरहेछ अनि साथी अब ओलिम्पिक के अरे म्याराथन कति बाँकी छ कति दिन महिना होला सायद डिसेम्बर नोभेम्बरको 11 तारिकमा सन्डे चाहिँ 11 कि 9 समथिङ मलाई याद छैन त्यही डेटमा सन्डे पर्छ 9 या 11 नोभेम्बरको के अझै कहिले अहिले 8 महिनाको होइन 9 अझै मसँग 2 महिना लगभग बेसी छ क्या 2 महिना भन्दै 2 महिना लगभग बेसी छ है 2 महिना भन्दा बेसी छ क्या तलको चाहिँ सिन चाहिँ दामी छ है तर यहाँ तल पार्क यहाँ चिल छ रिल्याक्स छ त्यही भएर मान्छेहरू कुद्न आउँछ नि फरेनरहरू पनि धेरै चाहिँ घुम्नलाई आइरहन्छ फरेनरहरू त त्यही कोरियन र चाइनिजहरू सबसे बेसी छ र साथी म एक राउन्ड यताबाट लाएर आउँछु साथी यता बसेर एकदम यता खोलाको पानीको भिभिन्जै गर्दै गर्नु एक राउन्ड हानेर आउँछु कति यो एकछिन पर्ख त यो कति उयो छ टोटल कति मिनट लाग्छ त्यो 2000 मिटरभन्दा माथि छ ठ्याक्कै यहाँ लेखिरहेको हुन्छ कि हरेक 100 मिटरमा लेखिरहेको छ अब एक्ज्याक्ट त अहिले टाइम भन्न सकिँदैन तर एक राउन्ड घुमेर आउँछु त्यसपछि थाहा हुन्छ एक राउन्ड हानेर म यहाँ काउन्ट गर्दै गर्छु ल कति मिनट काउन्ट गर्दै गरेर म अहिले 6:34 भयो हैन अब कतिमा आइपुग्छ ल जाऊ ल साथी ओके ल हाम्रो साथी चाहिँ आइरहेछ इज कमिङ देयर हैन आयो साथी लास्टै थाके 2 किलोमिटर भन्दा अलि बढिरहेछ 34 थियो अहिले 43 भयो भनेपछि 9 मिनेट 9 मिनेट लाग्यो साथी 9 मिनेट पनि एक्ज्याक्टली धेरै नै भयो क्या यसलाई म्यानेज गर्नलाई कम्तीमा 3 मिनट 10 सेकेन्ड जतिको लेभल बनायो भने 3-4 वर्षमा चान्स छ है तर बन्दैन गाह्रो छ लास्टै पसिना पसिना भयो है अझै ग्राउन्ड लगाउनुपर्छ कि सक्छ हैन नि 10 किलोमिटर तर यसो छ कि एकचोटिमा 5 किलोमिटर राउन्ड लगाएपछि एउटै स्पिडमा क्या स्पिड बढायो भने नि एनर्जी घटिहाल्छ एकचोटि घट्छ स्पिडमा बरु 1 मिनट ढिलै पुगे स्पिडमा गएपछि 5 किलोमिटरसम्म चाहिँ अलि एनर्जी पुरै लस हुन्छ एकछिन रोक्ने 5 टाउकोमा हाल्ने 1-2 गुट हाल्ने धेरै होइन 1-2 गुट ट्याक्क गाडी बिसाउने गरी त्यसपछि फेरि स्टार्ट गर्ने क्या 5-5 किलोमिटर अनि डाइटहरू खाएर हाल्ला नि त डाइट खाइरह हो के हान्छ डाइटमा चाहिँ अब त्यही हो दुध हुन्छ केरा हुन्छ पिनट बटर हुन्छ तिम्रो वालनट्सहरू हुन्छ मेन भने दाल भात हुन्छ चिकन पनि हुन्छ तर तिम्रो मलाई टी सर्ट चाहिँ दामी लाग्यो फेथ ओभर फियर क्या कोइट्स दामी छ नि साथी नकुद साथी अब बिस्तारै जानुपर्छ धेरै थाक्छ पनि भरे काम पनि होला अब बिस्तारै रनिङ गर्नुपर्छ लाइसेन्स निक्लेपछि के अब साइकल किन्नुपर्छ हैन गेन्जुकी निकालिहाल्छु सही कसको नयाँ साइकल निकाल्नु भन्दा राम्रो 5 महिना सेकेन्ड ह्यान्ड गेन्जुकी आउँछ राम्रो सही
अब हामी जानुपर्छ बिस्तारै बिस्तारै होइन साथीको फेरि खतरा अनि उयो त के अरे के भन्छ आउटफिट त आजको त ओरेन्ज उयो त्यही जुत्ता किन्दाखेरि पाएको हो क्या साथी ब्याग 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 चाहिँ दिन्छ ए अहिले जुत्ता राम्रो लिएपछि ब्याग पनि यति जाब ब्याग पनि नदिनु त अनि फेरि होइन अन्त त्यही हो त अब राम्रै दिएर साथी म र साथीसँग गएको थिएँ हजुर म र पविन गएको थिएँ साथीसँग रातिको लगभग बन्दै हुन लागेको थियो क्या 20 मिनट मात्रै बाँकी थियो अब 8 जना स्टाफ छ है फेरि नाइकीमा 8 जना चारैतिर घेरिरहेको छ मलाई कस्तो फिल ओहो कस्तो ठुलो सेलिब्रिटी छु क्या त्यस्तो फिल भाइ लगभग सानोतिनो त तिमी सेलिब्रिटी हो त नि हो त्यस्तो चाहिँ भाइ क्या एक्चुअली मान्छे त आउँछ त्यस्तो चाहिँ भाइ ओ माई गड है जुत्ता किन्दैमा यो गर्दैमा लगभग 20 मिनट बाँकी थियो त अनि यत्रो मान्छे सबै स्टाफ आएर मलाई नै यो गरिरहेको छ जाउँ साँच्चीको सेलिब्रिटी भन्नु त कस्तो भाइ आउँछ होला ओहो त्यसपछि त झन् सोच्यो होला अब चाहिँ हुनैपर्छ क्या सेलिब्रिटी भनेर अनि साथी आज कस्तो ट्रेनिङहरू राम्रै भयो होइन भयो यार 2-3 राउन्ड लगायो आज त ट्रेनिङ गर्नलाई पनि एक्चुअली त प्लानै थिएन साथीसँग होइन एक राउन्ड हान्छु भने 3 राउन्ड हानिदिइहालेँ थाक्यो होइन भन्दा भन्दै फर्ममा होइन फर्ममा आइहाल्यो जोस लागिहाल्यो अहिले अनि घर जाने बेला हो होइन अब यो सुपेरियर हाइड्रेसन छ एक्वारस खाँदै पर्खिहाल्ने हो फर्किन अब साथीको कहिले हो म्याराथन कहिले हो भन्दै त नोभेम्बर 9 कि 11 म एक्ज्याक्ट थाहा छैन क्या मलाई नोभेम्बर 9 त कि 11 नोभेम्बरको फर्स्ट विकमा सन्डे हुन्छ क्या प्राइज सन्डे हुन्छ सन्डे छुट्टी हुन्छ म्याराथनमा कुद्ने भनेको अब हामी जस्तो मान्छे होइन जो अफिसरहरूले पनि काम गर्ने वर्करहरूले पनि सबैले प्राय कुदिरहेको हुन्छ क्या कुदिरहन्छ एकजनाले बुढाबुढी सबले कुदिरहन्छ सोकै भन्दा हुन्छ किनभने मोर देन 10,000 मान्छे कुदिरहेको हुन्छ एक्ज्याक्टली नपुगे पनि थाहा छ कुद्दैन तर मेरो सौकको लागि लिइरहन्छ 5 किलोमिटर कुदेर फर्केर जान्छ तर कुद्छ एक्ज्याक्टली साथीलाई बेस्ट अफ लक होइन अनि सियु देयर त्यो दिन पनि भिडियो बनाउनुपर्छ गर्नुपर्छ होइन अनि तिमीलाई बेस्ट अफ लक भन्छु सियु साथीभाइहरूले सपोर्ट गर्यो भने त अलि आफै मोटिभेट छ हुन्छ नि होइन अघि झन् तिमीलाई मोटिभेट गर्दा गर्दै राउन्ड हानिदिइहाल्यो होइन राउन्ड हानिदिइहालेँ यस्तै मोटिभेट भयो भने ओहो साथीहरूले साथीभाइहरूले सपोर्ट गरिरहेको छ झन् आफूलाई नि फिलिङ आउँछ मोटिभेट हुन्छ नि त गरिरहेछ जेस ल साथी see you soon next time